यता मधेसमा चाहिँ यस्तो हुन्छ हो यता कलकत्तातिर चाहिँ अलिकति पानी आयो भने यसरी जाम हुन्छ पानी पुरा हो अन्त पानी यो ट्याक्सीले पानी पुरा उपर जलल्ल भइरहेछ पानी हो बाटोभरि पानी यसरी खोलै बग्छ उतापट्टिको रोडमा त खोलै बगिरहेछ पानीको आम्मा यस्तो जाम हुन्छ है पानी चाहिँ बाटोभरि पानी छ खोलै बगिरहेछ हो अन्त हिल्सतिर चाहिँ पहिरो आउने डर हुन्छ भल पहिरो यतातिर चाहिँ डुबाउ हुने डर हुन्छ यसरी पानी हेर्नु न कम्ती छैन बाटो त आम्मा गाडीको सटक मेन रोड त हो हेर बगेको गङ्गा भइरहेछ गङ्गा पानीमा त्यस्तै हो नि ठुलो पानी यहाँबाट चाहिँ मेट्रो जाँदैछ माथिबाट यो चाहिँ जमिन माथिबाट गएको हो अहिले एकछिनमा तल जमिन मुनि पस्छ यस्तो पानी भइरहेछ लो ट्राफिक जाम आमामा हामी अहिले चढेको होइन गाडीमा 12 बजिसक्यो अहिलेसम्म पुगेको छैन हामीहरू गन्तव्यमा यस्तो भइरहेछ खोला बगेको हेर्नु नि रोडमा त कस्तो डरलाग्दो हाम्रो पट्टि पनि त्यस्तै रहेछ म त उतापट्टि मात्रै देखाउँदै थिएँ कि यता पनि त्यस्तै रहेछ ल अन्त यस्तोमा त साह्रो त्यही त भनेको त आम्मामा यतातिर त यस्तो हुन्छ त पानीको पानी पर्यो भने कति चाहिँ पानी पर्यो एकछिन पानी परेको है पानी परेकै छैन गङ्गा जतिको भइरहेछ रोड त बाप्रे बाप के हो यस्तो कलकत्ता त डुबे त अन्त डुबा हुन्छ नि क्या स्कुटीमा त अन्त भित्र पानी पसिहाल्छ बगेको हेर्नु नि फेरि खोला मेन रोडमा खोला बग्दैछ गङ्गा गाडी हेर्नु कति डुबेको पानीमा यहाँ स्टार्ट गर्नु भयो भने त फेरि स्टार्ट हुँदैन नि फेरि त्यही त बर्बाद हुन्छ उसको त स्कुटी डुबे त सबै सिएम त यता पनि बस्छ नि त यो सिएमै गएको हो सिएम गएको हो अन्त कन्भोय कम्ती गर्नु भनेको उसको पनि डेन्जर है कन्भोय कम्ती छैन त यसो पनि के त गर्छौ टोटोको बुढो रिक्साको मजाले सबै माथि हो अब यसको पानी जम भएको बेलामा हो पानी जम भएको बेलामा के अरे कहाँनिर गड्डा सड्डा भएको हुन्छ हो थाहा हुँदैन हो कस्तो छ है कलकत्ताको अवस्था आजको आम्मामा पानी हेर्नु नि रोडमा गङ्गा बगिरहेछ रोडमा कति चाहिँ पानी परेर एकछिन त पानी परेको थियो यस्तो भइरहेछ तर फेरि त्यस्तो ठुलो पानी पनि परेन है अलिअलि परेको त हो हेर्नु नि आम्मा यतातिर चाहिँ हो यस्तै हो डुबाउ चाहिँ यसरी नै हुन्छ अन्त बाटो पनि खोइ त अन्त सबै बनाएको हो कि के गरेको पानी सुकेपछि यो यस्तो डरलाग्दो बगेको होइन खोला महिना पनि फेरि पुरा के त रोडहरू बिग्रियो हुन्छ फरेनहरूबाट सिक्नु नि फरेनको त उद्देश्यतिर जम्मै यसरी पुलिस डुबिरहेछ पानीमा जुत्ता सुत्ता सब यो पानी डुबाउँदै चलाउँदैन गाडी कत्रो पानीमा रिपोर्ट तपाईँले रिपोर्ट दिनु पर्यो नि कलकत्तामा चाहिँ यस्तो भयो भने भइसक्यो 1 घन्टा बेसी भयो होला हौ यो चाहिँ सडलेको अवस्था हो न्यू टाउन इलाका थाहै पाउँदैन कुन जग्गामा उयो छ भने हो 2 घन्टा भयो होला हौ हामी यहाँनिर है बल्ल 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 विश्वबङ्गला गेट आयो आम्मामा अब त छेउमा आइपुग्यो विश्वबङ्गला नि चेन्ज गर्छ त्यही त